के तपाईँ पत्याउनुहुन्छ? एउटा नदीले पूरा साम्राज्य निल्न सक्छ? यो कुनै दन्ते कथा होइन। यो काश्मीरका शक्तिशाली सम्राट र नेपालका एक रहस्यमय राजाको बिर्सिएको युद्ध हो। सन् 782 तिरको कुरा। उत्तर भारत जितेका काश्मीरका अत्यन्त महत्वाकांक्षी सम्राट जयापीड आफ्नो विशाल सेना लिएर नेपाल आइपुगे। उनको अगाडि थिए नेपालका संरक्षक राजा अरमुडी। धेरैले उनलाई काली गण्डकी क्षेत्रका वीर मगर राजा मान्दछन्। जयापीडसँग घमण्ड थियो, तर अरमुडीसँग यो माटोको गहिरो ज्ञान र माया विद्या थियो। काली गण्डकीको किनार रिडी क्षेत्र, हावामा चिसोपन थियो र नदी शान्त देखिन्थ्यो। सम्राट जयापीडले पानी घुँडासम्म मात्र देखेर घमण्डका साथ सेनालाई नदी तर्न आदेश दिए। उनीहरू नदीको बीचमा के पुगेका थिए? अचानक पहाड थर्कियो। एउटा भयानक गडगडाहट सुनियो। अरमुडीले माथिबाट प्राकृतिक बाँध खोलिदिएका थिए। कञ्चन पानी